चार पाङ्रे गाडी र बाइकको फरक नछुट्याउने हर्कको यो उदेकलाग्दो तर्क पहिला सुन्नु होला। एक हातले बाइक चलाउनु चाहिँ कसुर रहेछ? कार पनि एक हातले चलाइरहेछ, हेर्नु न, चलाइरहेछ मन्त्रीको ड्राइभर। चार चक्के गाडीको स्टेरिङ र दुई चक्के बाइकको ह्यान्डल एउटै देख्ने हर्कलाई के भन्ने साथीहरू। मन्त्रीको ड्राइभरले पनि एक हातले गाडी चलाउँछ भन्दै उनले तर्क गरिरहेका छन्। कसैले बुझाइदिउँ साथीहरू, गाडीमा चारवटा पाङ्ग्रा हुन्छन्, ब्यालेन्स बिग्रिएर गाडी लड्दैन। गाडी चलाउँदा एक हात स्टेरिङमा र अर्को हात गियर बदल्न प्रयोग हुन्छ। त्यो गाडी चलाउने नियम र प्रविधि भित्रै पर्छ। तर बाइकमा एउटा हातले सेल्फी खिच्दै भिडियो बनाउँदै कुदाउँदा ब्यालेन्स बिग्रिएर आफू सँगसँगै अर्काको ज्यानलाई समेत खतरा हुन्छ भन्ने सामान्य चेत पनि हर्कमा देखिँदैन साथीहरू। गल्ती स्वीकार्नुको साटो गाडी र बाइकको तुलना गरेर हाँसोको पात्र बन्न कति रहर लागेको हर्कलाई। कानून बनाउने संसद भवनकै अगाडि उभिएर यस्तो उदेकलाग्दो तर्क सुन्नु पर्दा अचम्म लागेर आउँछ। गाडी र बाइकको फरक नछुट्याउने हर्कको यस्तो बुद्धिले देश बनाउँछन् भन्ने सोच्नु नै हाम्रो मूर्खता हो साथीहरू। हर्कको यो कुतर्क तपाईहरुलाई ठिक लाग्यो कि बेठिक लाग्यो, जस्ताको तस्तै कमेन्ट गर्नुहोला।